नमस्कार, यहाँहरु सबैलाई म काकी प्रतिभाको नेपाली किचनमा स्वागत छ। आज मैले ड्राई फ्रुट्सबाट लड्डु बनाउँदै छु। यो बनाउँदाखेरि यहाँहरुले अन्तसम्म हेरेर मलाई साथ दिनुहुन्छ भन्ने आशा पनि राखेकी छु। लड्डु बनाउनको लागि मैले चाहिने सामग्रीमा अब काजु 150 ग्राम जति लगभग यिनीहरुको उस्तै रेशियोमा राखेको छु। यो फर्सीको बिया, यो आलमन्ड, किसमिस, तिल चाहिँ 100 ग्राम जति छ र यो कोकोनट पाउडर पनि 100 ग्राम जति छ। यो वालनट अथवा यो ओखर पनि 100 ग्राम जति छ र यो गुलियो पनि नराखिकन चिल्लो पनि नराखिकन बनाउन लागेको हुनाले खजुर चाहिँ लगभग 400 ग्राम जति छ। यति चाहिन्छ। यसलाई डल्ला बनाउनको लागि, बाइन्डिङको लागि आवश्यक पर्छ र यो एकदमै हेल्दी पनि हुन्छ। अब मैले बनाउनतिर लागे है त। मैले यो खजुरको बियाहरू निकाल्न लागेको छु। यसरी यो बिया निकाल्ने र यो नरम हुन्छ। यसलाई पिस पिस गराएर यता राख्दै लैजान्छु र अहिले पछि यसलाई पिस्नु पर्छ। र यो सबै सामग्रीहरू यति नै राख्न पर्छ भन्ने चाहिँ छैन के। अब आफूलाई अब कुनै चीज घटाउन बढाउन मन लाग्यो भने त्यो पनि गर्दा मिल्छ, अथवा यसमा अरू चीजहरू पनि एड गर्छु भन्दा पनि मिल्यो, अथवा आफूलाई केही मन पर्दैन भने त्यो निकाल्दा पनि हुन्छ, जसरी गराउँदा पनि हुन्छ। यसको यति नै राख्न पर्छ भन्ने एक्चुअल केही पनि छैन। ल मेरो कराई तातिसकेको छ। अब मैले यसमा यो आलमन्डलाई रोस्ट गर्न थालेँ। अब यसलाई घिउ राखेर बनाए पनि हुन्छ, मजाको झन् मिठो हुन्छ। अब घिउ पनि खान नहुने यस्तो चिजहरू खान पर्नेको लागि यस्तै ड्राई रोस्टै ठिक हुन्छ। र धेरै ठुलो ग्यास बनायो भने डढ्छ। मिडियम आँचमै मैले यसलाई रोस्ट गर्न लागेको छु। सबै एकैचोटि राख्यो भने कोही सानो कोही ठुलो दाना हुन्छ, त्यसले गर्दा म छुट्टै भुट्दैछु। यसलाई भुट्ने भनेर एकदमै कालो हुने गरी भुट्ने होइन, हल्का यसमा भएको त्यो चिसोपनालाई मात्रै हटाउने हो। भइसकेको छ, म यसलाई खन्याएँ है त। अब यो काजु र ओखर त उस्तै छ, त्यसले गर्दा म एकैचोटि राखेँ है त। यसरी हल्का रोस्ट गरेर बनाएको लड्डुले इम्युनिटी पावरलाई पनि एकदम बुस्ट गर्नलाई मद्दत गर्छ। अनि आएर यसमा विभिन्न किसिमको तत्त्वहरू जस्तै अब प्रोटिन एकदम धेरै हुन्छ। र यो पनि तयार भइसक्यो। फर्सीको बिया राख्छु। तिल पनि मजाले पड्किसक्यो। अब यो पनि तयार भयो। अब यसमा कोकोनट पाउडरलाई पनि हल्का रोस्ट गर्छु। यो यसै धुलो छ, त्यसले गर्दा यसलाई ग्राइन्डरमा पिस्न नपर्ने हुँदा मैले यसलाई अलग्गै राखेँ। र यो सबै ड्राई फ्रुट्सहरूलाई मैले तातै राख्नुहुन्न, यो यसलाई एकछिन चिसो हुन दिन्छु, त्यसपछि बल्ल यसलाई पिस्छु। मैले यो खजुरको बिया जति निकालेर ठिक्क पारिसकेको छु। र किसमिस र खजुरलाई चाहिँ मैले अब पिस्छु पहिला ग्राइन्डरमा, त्यसपछि बल्ल यसलाई हल्का तताउनुपर्छ। यसलाई चाहिँ नि बेला बेलामा रोक्दै अनि फेरि चलाउँदै फेरि रोक्दै फेरि चलाउँदै गर्नुपर्छ, नत्र भने फेरि यो भाँडा बिग्रन पनि सक्छ, यो जल्न पनि सक्छ। ल खजुर र किसमिसलाई मैले पुरै त पिस्या छैन, हल्का हल्का पिस्या छ। अहिले यसलाई तताउँदाखेरि पुरै गल्छ। यो ड्राई फ्रुट्सहरू पनि सेलाइसकेको छ। मैले अब आधा आधा गरेर 2 पटक गरेर पिस्छु यसलाई। ल यो चाहिँ खस्रो खस्रो हुनुपर्छ, त्यसले गर्दा मैले खस्रै गरी पिसेछु।
कराई तातिसकेको छ। अब धेरै घिउ हामी खाइन्न, खानीले त जेमा पनि राख्दा हुन्छ। मैले 1 चम्चा मात्रै घिउ राखेर यो खजुर र किसमिसलाई हल्का मैले पकाउँछु। ल घिउ तातिसकेको छ, मैले यसलाई राखिसकेँ यसमा। यो अब नरम नरम हुँदै गइसकेको छ, मङ्ग बसाएको पनि छ। अब अलिअलि नरम भएपछि त्यो ड्राई फ्रुट्सको अहिलेको धुलोलाई लड्डु बनाउनलाई सजिलो हुन्छ। यो हल्का तातेर यसरी नरम भएपछि अब यसमा अब कसैलाई अलिक गुलियो बढी खान मन लाग्छ भने यसमा हल्का गुड राखेर त्यसलाई पगालेर लड्डु बनाए पनि हुन्छ। चिनीको चास्नी बनाएरै बनाउन मन लागे पनि हुन्छ, मह राखे पनि हुन्छ हैन त्यसमा। तर हामी अब गुलियो पनि कम चिल्लो पनि कम खाने भएको हुनाले मैले चाहिँ यो किसमिस र खजुरको गुलियो मात्रै राख्न खोजेको हो। यो हेल्दी त हुन्छ, अब गुलियो सुलियो मनपर्ने जति राख्दा पनि हुन्छ मनपर्दो गरी। ल यो पनि भयो तयार। अब मैले यसलाई उता खन्याउँछु। ल यसमा मैले अब यो खजुरलाई राख्छु। अलिकति चाहिँ बाँकी राखेँ है त, यहाँ फेरि अहिले बढी गिलो साह्रो भयो भने र यो नरिवलको धुलो पनि सबै यसमै राखेँ मैले। अब मैले हात राम्रोसँग धोएर बनाउन बसेको हो, त्यसले गर्दा म हातैले अब यसलाई बनाउँछु। अब तातै गरायो भने बल्ल यसको डल्ला बस्छ, त्यही भएर मैले अब सुरु गर्छु है त। र बल्ल अब डल्ला बनाउनलाई हल्का हल्का माडिँदैछ, राम्रोसँग सबै मिलेपछि डल्ला बन्छ। र यसरी बनाएको लड्डु बिहान बिहान दिनको एउटा मजाले खायो भने चिसो दिनमा एकदमै जाती हुन्छ, हेल्थलाई पनि राम्रो गर्छ, इम्युनिटी त झन् कति बढाउँछ कतिलाई। ल यसरी सबै मोलिसकेपछि यसरी मजाले बाइन्डिङ भइसक्यो। अब यसलाई मैले राखेँ। यो केटाकेटीलाई पनि मनपर्छ, बुढाबुढीलाई पनि मनपर्छ, जसले खाँदा पनि हो नि। यो साइज त आफ्नो हिसाबले बनाउने हो के अरे, अब कसलाई कत्रो मनपर्छ। अब मैले त ठिक्क आफ्नो हातमा यत्रै अट्यो त्यत्रै बनाइदिएछु। यो चाहिँ नि व्रतमा पनि खाना हुन्छ। यसमा व्रतमा खाना नहुने कुरो केही पनि छैन। 2टा लड्डु खाइदियो भने भोकै लाग्दैन। ल हाम्रो ड्राई फ्रुट्सको हेल्दी लड्डु बनेर तयार भयो। यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो? यदि मन परेको भएदेखि लाइक शेयर कमेन्ट गर्नुहोला। साथै यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि अनुरोध गर्दछु।